ओम शान्ति। अव्यक्त बापदादाले 20-25 वर्ष अगाडि नै भनिसक्नुभयो, प्रकृति, माया र एडभान्स पार्टीले पनि हामीलाई कुरिरहेका छन् दुःखको समाप्तिको लागि, परिवर्तनको लागि। प्रकृति अर्थात् शरीर र संसार, माया अर्थात् काम, क्रोध आदि विकार र एडभान्स पार्टी जो अहिले जेन्जीको उमेरका छन् वा कोही सूक्ष्म फरिस्ता रूपमै छन्। दुःखको समाप्तिको लागि अमृत बेला परमात्मा चिन्तन यादमा रहँदा दिनभरिलाई राम्रो र सन्ध्याकालमा केही समय परमात्मा याद र ज्ञानको चिन्तनले रातभरिलाई राम्रो बनाऊ। हामी सबैको राम्रो होस्, कल्याण होस्, सुख, शान्ति, स्वस्थ, समृद्धि, पवित्रतामा हामी सबै विजयी बनौँ। धन्यवाद। नमस्कार।